पिङ खेल्न पाइएन हजुर अब आफ्नो व्यस्तताको कारणले गर्दा हजुर हजुर अहिले घुम्न आएको बेलामा चाहिँ यसो अब हाम्रो मनमा लागेको इच्छा रहरहरू चाहिँ यही पिङ खेलेर अहिले चाहिँ रहर पुरा गर्दैछौँ होइन अब यता देखाइदिनुहोस् हजुर हजुर बाफ्रे यो चाहिँ ठ्याक्कै दसैँ तिहारमा खेल्ने पिङ हो भनेपछि पिङ हो तर यो चाहिँ हामी रमाइलोको लागि अहिले यहाँ हजुर आफ्नो मन शान्तको लागि खेल्दैछौँ कतिको शान्त भएको थियो नि एकदम आज चाहिँ शान्त रमाइलो हजुर लिएकै थिएन भनौँ अहिले लिइरहेछौँ अहिले रुद्राक्षमाला लाउनु भएको रहेछ धर्म कर्मतिर लाग्नु भएको त्यही धर्म कर्मको लागि नै यहाँसम्म आइपुग्यो हो हामी काठमाडौँदेखि आएका हौँ होइन कुन ठाउँबाट बौद्धबाट बौद्धबाट आएको हो त्यही हामी 3-4 ठाउँमा धार्मिक स्थल हामीले दर्शन गरिसक्यौँ अब भोलि चाहिँ बाँकी छ एउटा अर्घाखाँचीमा होइन सुब्बा देउराली आजसम्म चाहिँ 2-4वटा गरिसक्यो होइन त्यसको लागि हामी चाहिँ रुद्राक्ष लाएर सबैजना हिँडिरहेछौँ है ल ल विकिम मजाले विकिम त्यसो हेरौँ कस्तो लागिरहेछ भाइलाई हो बाफरे डर लागेन कहाँ माथिसम्म गएको त ओहो रमाइरहेछ भाइ मस्त यो दसैँको रमाइलो होइन यही त हो कडा बनाएर चाहिँ सेफ त सेफ छ होला नि होइन र त्यही त मस्त बानी रहेछ बलियो छैन त्यही त ठिक नडर है भाइ नडर बरु यसो अलिक चिल्लाउनु बरु यसो रमाइलो गरेर हामीले पनि सुनौँ वी गर न अनि हाम्रो भाषामा त्यही भन्छौँ कि अलि बल्ल पो रमाइलो त हामीले हेर्ने मान्छे रमाम यसो होइन वी गर न के हो तिमी भाइ भन त ल वी गर ल भाइ पुरै एक्साइटेड भयो त भन भाइ भन भाइ लजाऊ यहाँ तपाईँले देखेर यहाँ मलाई देखेर होइन भाइ आफू त्यति तपाईँलाई देखेर चाहिँ होला हजुरले त्यो नदेखाएको भए भन्नुहुन्थ्यो ल भाइ भन्दै सबले यहाँ वेट गरिरहेछन् ल ल फेरि भाइ ल अझै एकचोटि ल भन्दै यो बेला ख्याल गर्नु बिस्तारै भयो बिस्तारै भयो धामी डरामी यहाँ यो देखेर ठिक्क मेरै साथ गयो अनि यताबाट बनाउनु न कविता दिदी त्यो भाइको नाम चाहिँ के हो भाइ होइन बुनु हो बुनुको नाम के हो भाइ ए त्यहाँ भाइ बुनु अब मेरो पालो ल के हो तिम्रो नाम छोरीको नाम के हो कृति तामाङ नजाऊ है उता नजाऊ राजु हात लगाइदेऊ नि त हेलो गरिदेऊ नि त हो मजा आइरहेछ जिरिङ्ग गराइरहेछ मलाई जिरिङ्ग गराइरहेछ के नानीको पालो नआउला जस्तो छ नानी कुरेको नानी हाँसिरहेछन् हामीलाई हेरेर के हो नानी तिम्रो नाम एल्बेना ल रोकिदेऊ नानीलाई पनि पालो दिउँ ल रोक है त दिस इज फन हो एकदम